यो हाम्रो समय हो। अब हामीले धेरै कुरो अबको राज्य सकिँदैन। युवा पुस्ता जुन उठाएको आवाज अब चुप रहने छैन। आज हामी कुरा गर्न गइरहेछौँ। अहिले हालैमा हामीले सुनेका छौँ कि फेरि प्रोटेस्टहरू हुन गइरहेको छ अरे। यो कहिले किन र कसरी हुँदैछ यसको म रिजनहरू सबै भन्छु। किन यो आन्दोलन उठ्यो त? के हो यसको ज्वाला? हामीले के चाहन्छौँ र के परिवर्तन चाहन्छौँ? त्यही समयलाई एनालाइज गर्ने कि अझै परिवर्तन देशलाई परिवर्तन गर्ने। 4 सेप्टेम्बर 2025 26वटा सोसल मिडियाहरूलाई चाहिँ ब्यान गर्ने एउटा सोच राख्यो। नेपाल टेलिकम्युनिकेसन अथोरिटीद्वारा चाहिँ जारी गरिएको थियो। त्यसप्रति जेनजी युवाको चाहिँ के एकदमै ठुलो जागियो। तर यो मात्र सुरुवात थियो। यो कदमले एउटा ठुलो कुरा उजागर गर्यो। केहीले त मुक्का झनै हानिदिए। यदि हामी बोल्न सक्छौँ, यदि हामीलाई सुन्ने ठाउँ छैन, युवाहरूले महसुस गरे अनि नेताहरूको छोराछोरीको लग्जरियस लाइफको एक्सपोज गर्न थाले सोसल मिडियातिर। हामीले भन्ने जेनजी उनीहरू 1997 पछाडि जन्मिएका हुन्। हाम्रो नेपालको टोटल जनसङ्ख्यामा चाहिँ जेनजीको घटायो भने चाहिँ आधा चाहिँ जेनजीहरू छ। आधाभन्दा धेरै भनौँ न। तर अवसर भने निकै कम छ। अनि नेपाली जनताको जेनजीहरू त्यहाँ भनौँ न एक्सपोज गर्न मात्र रोकेन। उनीहरूको लग्जरियस लाइफ, उनीहरूको विभिन्न कार्यको उनीहरूले कालो छिट्टा खोल्दै उनीहरूले चाहिँ त्यसरी विस्तार गर्दै गरे। उनीहरू # नेपोक्रेटिस भन्दै चाहिँ सोसियल मिडियामा चाहिँ हाल्न थाले, पोस्ट गर्न थाले, स्ट्याटस लेख्न थाले, भिडियो क्रिएट गर्न थाले। नेपालमा त्यही कारणले असन्तुष्टि बढ्यो। आन्दोलनमा सोसियल मिडियाको बन्द हुनुको कारणले मात्रै आन्दोलन गरिएको होइन, करप्सनको विरुद्ध पनि गरिएको हो। यो आन्दोलनले असर गरियो। सिर्फ नाराबाजी मात्र होइन, केही भावनाहरू पनि आग लाग्यो। राजधानीका मार्गहरू अवरुद्ध भए। अब त्यत्रो शहीदहरूको चाहिँ कारणले चाहिँ हाम्रो देशमा केही परिवर्तन ल्याउने छ। केही समयसम्म मात्र रहनेछ र केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्नेछ। अब हामीले सोध्नुपर्छ, यही भएर हामी फिर्ता बस्ने, यस शक्ति प्रयोग गरेर संरचनात्मक परिवर्तन ल्याउने हाम्रो देशमा। जेनजी पुस्ताको शक्ति नै हाम्रो भविष्य हो। तर शक्ति मात्र पर्याप्त होइन। तर नेतृत्व योजना छैन भने हामीले कस्ता भूमिका खेल्न सक्छौँ? सूचना फैलाउन र सोचो कुरा निकाल्न, स्वयं सक्रिय हुनु, त्यस समयमा चाहिँ मतदान गर्ने। त्यो मैले भने भए। अब आउँदै गरी इलेक्सन चाहिँ 2026 मार्च 5 थर्सडे हुन गइरहेको छ। तपाईँले चाहिँ एउटा राम्रो सरकारलाई चाहिँ तपाईँले चाहिँ भोट मतदान गरिदिनुको लागि तपाईँलाई चाहिँ म एउटा राम्रो रिक्वेस्ट गर्न गइरहेको छु। समुदाय, समाज, विद्यालयमा राम्रो आवाज उठाउने, यही झोलेहरूलाई प्रधानमन्त्रीमा बनाउने, निराशाको सट्टा आशा कायम गर्ने, मैले के गर्छु भन्ने सोच त सबै व्यक्तिको दिमागमा हुनुपर्छ। कुनै पनि झोले पार्टीको हामी एउटा मान्छे होइन क्या। हाम्रो चाहिँ एउटा हाम्रो भविष्य हो। हाम्रो देशको ताकत हो क्या। तपाईँलाई थाहा छ फेरि जेनजी प्रोटेस्ट हुँदैछ। यो प्रोटेस्ट मङ्सिर 8 गतेदेखि सुरु हुँदैछ। यो फुटेज हेर्नु। दसैँ तिहार र छठ पछाडि यो देशमा हिन्दू राष्ट्र कायम नगरिकन वैदिक सनातन धर्म सापेक्ष किरात बौद्ध सहितको हिन्दू अधिराज्य कायम नगरिन्जेलसम्म हामी यस्तो आन्दोलन गर्छौँ जुन आन्दोलन अब रोकिँदै र त्यो आन्दोलनको नेतृत्व हामी गर्छौँ। हामी कोठाभित्र बसेर स्ट्याटस लेख्दैनौँ। यो प्रोटेस्ट चाहिँ हाम्रो नेपालमा चाहिँ किन हुँदैछ यो कारण चाहिँ म अगाडि बताउनेछु। यो प्रोटेस्ट चाहिँ दुर्गा पर्साईले चाहिँ लिड गरेछन्। तपाईँले मेरो कुरा पत्याउनुहुन्न होला। विगतमा भएको जेनजी प्रोटेस्ट लिड गर्ने निराज ढुङ्गानाको एउटा भिडियो हेरौँ। ग्रान्ड शक्ति प्रदर्शन चाहिँ गर्नेवाला छौँ। यो चाहिँ शान्तिपूर्ण हुनेवाला छ। धेरै मान्छेले हाम्रो साथ दिनु हुनेवाला छ। एकदम शान्तिपूर्ण, धेरैजनाले चाहिँ साथ दिनु हुनेवाला छ। यो स्ट्रगल, हाम्रो यो सङ्घर्ष चाहिँ रोकिएको छैन, पिटिकै रोकिएको छैन। मुख्य कुरा हामी गरेरै छोड्छौँ। अब मुद्दामा यो प्रोटेस्ट चाहिँ अब किन हुँदैछ त?
अहिलेसम्म सुशीला कार्कीले हाम्रो देशमा केही नगरेको कारण पनि हुनसक्छ होला जहाँसम्म लाग्छ मलाई त्यस्तै लाग्यो। तर यो फेक न्युज पनि हुनसक्छ। सुशीला कार्की देख्नुभयो होइन, बसेर पिसा फेरेर उठ्न सक्दिनन्, के को देश चलाउनु? एउटा कुरो बुझ्नु, सुशीला कार्की आफै बसेर पिसा फेरेर उठ्न सक्दिन, अर्काले उठाइदिनुपर्छ। अनि तपाईँको केपी ओलीलाई हटाएर अहिले चुनावको कुरो गर्छ, त्यही केपीले गराइहाल्थ्यो नि चुनाव। जेन्जीको माग पुरा होला। यिनीहरूले भ्रष्टाचारीलाई थुन्न सके। म प्रधानमन्त्री भएको 24 घण्टामा नि 400 मान्छे त पृथ्वीमा हुँदैन थिए। भ्रष्टाचार जेनजीको माग पुरा भएको छैन मैले सुनेको छु, काहीँ सुनेको थिएँ। यो पनि हुनसक्छ पनि हुन सक्दैन पनि। एमाले र काङ्ग्रेस चाहिँ फिक्स चुनावका लागि चाहिँ तयारी हुँदैछन् र त्यसको लागि चाहिँ प्रोटेस्ट भयो जस्तो लाग्छ मलाई। यसो भिडियोलाई तपाईँ चाहनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु न। जय नेपाल।